लक्ष्य गरेर ल्याएको। यसको पैसा उठाएर कारखाना चलाउने लक्ष्य चाहिँ कारखाना चलाउने पैसाले हो नि कारखाना चलाउने। तर यो किताबले भाइ बहिनीहरू जस्तो युवाहरूलाई विद्यार्थीहरूलाई प्रेरणा दिनको लागि लेखेको, जिन्दगीमा कसैले नदिने प्रेरणा दिनको लागि। भाइ बहिनीहरूलाई प्रेरणा चाहिन्छ। कसैले भन्ला प्रेरणा चाहिन्न, हामी आफै गर्छौँ भन्नु। अब नचाहिने भयो भने त ठिकै छ, तर धेरैलाई प्रेरणा चाहिन्छ। प्रेरणा किन चाहिन्छ त? अलिकति हौसला चाहियो नि, हौसला चाहियो, साहस दिनु पर्यो। भाइ बहिनीहरूलाई किन चाहिन्छ त भन्दाखेरि भाइ बहिनीहरूले अब आउने जिन्दगीमा, जिन्दगी बल्ल सुरु भएको छ है। अब जिन्दगी सुरु किन भएको छ भन्दाखेरि अब यहाँ चाहिँ भाइ बहिनीहरूले अब यहाँ यो चाहिँ कहीँ विदेश पढ्न जानलाई अथवा कुनै चिजको नोकरी खानलाई अथवा केही गर्नलाई प्रयास गर्नको लागि तयारीको लागि आएको छ है। अब जिन्दगी सुरु हुन्छ। जिन्दगीमा अहिलेसम्म दुःख गरेको थिएन। किन दुःख गरेको थिएन भने आफूले कमाउनु परेको थिएन। बाबुआमाले कमाइदिएको थियो, बाबुआमाले फिस तिरिदिएको थियो, बाबुआमाले पढाइदिएको थियो, सबै कुरा बाबुआमाले गरेका थिए। तर